हँ यो पचत्ता हो यो 75 भन्छ यसलाई घाम तापे हो क्या हेर त खै कस्तो आनन्दले नगर्नु होइन चल्नु पऱ्यो नि त हेर चल्यो चल्यो कति लामो हेर नि फेरि योभन्दा 5 हातसम्म लामो हुन्छ कि यो अँ। अनि यसले रुखमा नि चढ्छ कि यो अनि यसको बिग लाग्छ कि लाग्दैन होला लाग्छ नि सर्पको हँ? किन नलाग्दो हँ लाग्छ कति लामो फेरि रुखमा चढेर अँ। त्यो सारू चराहरूको भँगेराहरूको बच्चा खान्छ कि यसले अनि माछा पनि त खान्छ होला है माछा चाहिँ थाहा छैन चढ्यो जुम गर्नुभएको छ घाम तापे जस्तो लाग्यो कि है होइन यसले के खोज्दै हिँडिरहेछ होला होला कि बिचरा है टाउको कस्तो सानो फेरि सानो त हुन्छ नि सर्पको ज्यान ठुलो भए पनि टाउको छिरेपछि जहाँ पनि ज्यानै छिर्छ भन्छ क्या कस्तो है यहाँतिर पनि सर्प आउँछ कि आज पनि डर लाग्यो चल्बार कुखुराको चल्लाहरू नि खाइदिन्छ नि यसले है कति लामो हेर सानो सानो चल्लाहरू खान्छ त्यसले हामीलाई पनि देख्यो होला नि है देखेर के नदेखेर के नि